हेलो सर, नमस्कार नमस्कार। नमस्कार। कहाँ हो भने आया हो रुममा? अहिले भर्खरै पुगे हो। तपाईँ फोन त म त स्कुटीमै थिएँ। ए अनि यहाँतिर कन्जा हो त आउने? अब त्यो चाइस ल्याउनु छ टाइम लाग्यो। कहाँ छ त दाजु? बिरामी भयो भने त्यो कति कसो बिरामी हो के हो? यस्तोबाट ज्वरो आइबाट 8-9 दिन भइया म त खतम। अहिले पनि बल्ल बल्ल उठेर यस्तो तनाव दिएर त मेरो भेट्टा आसो छिटै बढाओ यार। यहाँ त खतम भइगयो नि त ज्वरोले। हो? खतम कन्जा आउने हो? ए आफै आउँला म 6-7 बजीतिर। ए ल त्यो आउन जा। त्यो ज्यापा त्यही धेरै जन लिया होइन। त्यो अनि फलफुल पनि खासै मन निगु मार्दैन होइन। अभी मजा आएगा ना भिडो। अनि त्यो अलिअलि बरु त्यो स्याउ चाहिँ बरु 7-8 किलो मात्र लिया। अनि अब अंगुर संगुर पनि खासै निगु मार्दैन, 3-4 किलो मात्र लिया होइन। 3-4 किलो मात्र। अनि माछा मासु पनि डाक्टरले खासै जन खाए भनेको छ। तै पनि 3-4 किलो माछा लिया। अरू त के खानु होइन। पद्मा कहाँ छ? पद्मा तेला छ क्या हो? पदमा त छैन अहिले। अनि सुप पनि खाए भन्दा थियो, सुप पनि। अनि त्यो माछाको सुप खानु पर्ला। धेरै त खाइने होइन। अब 4-5 किलो भए पुग जाने हो। अनि गुङ्गुरको मासु पनि ल्याए नि त 7-8 केजी। लाली जोबान कालीले लयो सलाला, लाली जोबान कालीले लयो सलाला, सिरै लाउने धेरै चिज अझ नलिया हो। त्यति भएर पुगिहाल्छ बिमारी मान्छेलाई। ए ल पद्मे।